यो भिडियोमा हामी चिया एपमा खर्चहरू रेकर्ड गर्न सिक्नेछौँ। चिया पसल वा क्याफेमा स्टक एड गरियो, स्यालेरी, पानी बत्तीको बिल, यस्ता खर्च एक्सपेन्समा पर्छन्। अब यी सबै कुरा कसरी रेकर्ड गर्ने हेरौँ है त। होम स्क्रिनबाट बायाँतिर 3वटा धर्को भएको आइकनमा जानुहोस् र तल डलर साइन भएको एक्सपेन्स अप्सनमा थिचेपछि क्रिएट एक्सपेन्स अप्सनमा थिच्नुहोस्। तपाईको स्क्रिनमा यस्तो अप्सन आउनेछ। अब एक्सपेन्स क्याटेगोरीमा के कुरामा खर्च भएको हो, जस्तै स्यालेरी, इन्स्योरेन्स, रेन्ट, मार्केटिङ, एडभर्टाइजिङ, त्यही अनुसारको क्याटेगोरी छान्नुहोला। मैले फर्निचर राखेँ अनि डेट पनि राखेँ। हिजोको डेट पनि सेलेक्ट गर्न मिल्छ। रिसिपिएन्ट्स नेममा खर्च भएको पार्टीको नाम र यहाँ चाहिँ आइटमको नाम राख्नुहोला। मैले सोफा ल्याएको भएर सोफा लेखेँ, क्वान्टिटी 2वटा र सोफा मलाई परेको थियो 30,000। अब यही पार्टीबाट अरू सामान थियो भने यो बक्सभित्र थिचेर आइटम एड पनि गर्न सक्नुहुनेछ। अब अमाउन्ट पेड सेक्सनमा हजुरले जति तिर्नु भएको हो त्यति पैसा र पेमेन्ट मेथड सेक्सनमा अनलाइन या क्याश सेलेक्ट गरेर अन्तिममा क्रिएट बटन थिच्नुहोला। यसरी हाम्रो फर्निचरमा भएको खर्च एक्सपेन्स लिस्टमा डेट सहित देखाइसकेको छ। यसैगरी स्टक एड गर्दा भएको खर्च अर्को तरिकाबाट पनि रेकर्ड राख्न मिल्छ। मेन्युको स्टक म्यानेजमेन्टभित्र गएर इन्भेन्ट्री स्टक लिस्टभित्र जानुहोस्। यहाँ मेरो स्टकहरू देख्न सक्नुहुनेछ। मानौ मलाई चियापत्ती थप्नु छ भने टी लिभ्सको साइडमा यो प्लस आइकनमा गएर मैले भेन्डरको नाम राखेँ। यसरी आजको डेट पनि सेलेक्ट गरेँ। क्वान्टिटी 10 केजी र अमाउन्ट भएको थियो 13,000 र मैले तिरेको अमाउन्ट पनि 13,000 नै थियो र पेमेन्ट मेथड अनलाइन थियो। अन्तिममा क्रिएट बटन थिचेर चियापत्तीको खर्च एड भयो। अब यहाँ एक्सपेन्स लिस्टमा आएर हेर्नुभयो भने इन्भेन्ट्री किनेको खर्च मेरो एक्सपेन्स लिस्टमा देखाइसकेको छ। अब यो साइडमा भएको आँखा जस्तो आइकनमा थिचेर सबै डिटेल पनि हेर्न सकिन्छ। साथै एक्सपेन्सभित्र अब एक्सपेन्स पेमेन्ट भन्ने अप्सनमा थिचेर पेमेन्ट भएको एक्सपेन्स पनि हेर्न सकिन्छ। हेर्न सक्नुहुन्छ अघि किनेको चियापत्ती र सोफाको पेमेन्ट यहाँ एक्सपेन्स पेमेन्ट हिस्ट्रीमा देखाइसकेको छ। एक कप चियामा टिया।